उमेर छँदा जमाने छँदा कसैले वास्ता नगरे पनि फरक पर्दैन रहेछ। जब 40 काटिसकेपछि त कसैले मलाई पनि खोजिदियोस्, कसैले मलाई पनि सोधिदियोस्, कसैले मलाई पनि बुझिदियोस् भन्ने भित्रभित्रै बाहिर हाँसेर हिँड्दा पनि भित्रभित्रैबाट मरेर जाँदो रहेछ। गाइस, मलाई जस्तो कसलाई हुन्छ? एक्लो महसुस गर्न सक्छ। यो पहिला पहिला हाम्रो हजुरबुवाले भन्नुहुन्थ्यो, बुवाहरूले भन्नुहुन्थ्यो, मर्नेवाला हरियो कहाँ, मर्नेवाला हरियो कहाँ कुरो भनेर भन्नुहुन्थ्यो। यो भनेको के रहेछ भनेको त बल्ल अहिले मलाई सम्झ आएको छ हैन। मलाई जस्तो कसलाई भएको छ, मलाई पनि कसैले सोधिदियोस्, मलाई पनि कसैले खोजिदियोस्, के गर्दैछौ, कहाँ छौ, खाना खायो कि खाएनौ भनेर कसैले केयर गरिदियोस् भनेर 12 वर्षको अन्तरालमा अहिलेसम्म मैले कहिले पनि यस्तो महसुस नगर्ने मान्छे अहिले 41-42 वर्षको उमेरमा धेरै एक्लो महसुस गरेर रुन्छु। को गर्नुहुन्छ?